A few moments later. तो चलिए शुरू करते हैं। आज हामी भोलि चाहिँ प्रोग्राम हो क्या अनि भोलि प्रोग्रामलाई डान्स सिकिरहेको छ केटाहरूको ल्याएर देख्न सक्नुहुन्छ। अब पनि म पनि नाच्नु पऱ्यो होइन। केटाहरू बोला छ होइन डान्स गर्नु पाएन। अब हुन्छ नि मलाई केटाहरूको एउटा सर्कै हुन्छ नि तर अर्कै छ क्या यिनीहरूको चाहिँ। उताहरू चाहिँ बाहिर बसेर हेर्न यो चाहिँ हल्ला छ होइन त्यो भएर केही केटाहरू हेर नि। चाहिँ यो मोबाइलहरू चाहिँ यसो पर्मिसन लिएर चाहिँ लिनु मोबाइल स्पिकरहरू चाहिँ सरले भनेको चाहिँ आदि सकेर खाजा खान आएको छु। खाजा खाइसकेपछि सिक्दाखेरि अरू अरू डान्स गर्दैछ एकछिन यिनीहरू चाहिँ नाच्नु नाच्यो पनि नाच्छ। ल हाम्रो डल्ली हाम्रो यस्तो छ देख न यस्तो छ नि केटाहरूको डान्स रुम चाहिँ हामी घर हिँडिसकेको छौँ होइन किनकि आज कक्षा 6 मा भन्ने भाइ एउटा खै के नाम गरेको भाइ चाहिँ बितेछ। आज चाहिँ क्यान्सिल अनि भोलि प्रोग्राम थियो शुक्रबारतिर हुन्छ नि अब सब केटा हुन्छ के आफ्नो भाइ जस्तो लाग्ने होइन एउटा भाइ थियो क्या नाम चाहिँ आरामसे बोल न। त्यही थियो होइन अब भाइ बितेछ नाम नि भन् नाम बिर्सेँ नाम थाहा छैन। कति क्लास पढ्छ रे त्यो भाइ? 6 हो ए 6 क्लास पढ्दै कस्तो दुःख लागिरहेको छ। त्यही भने होइन अब के गर्नु अब यस्तै हो। अहिले घर फुटसलमा हुन्छ यसरी फुटबल खान्छु म एकछिन ढुक्काउनु गर्छु अनि आजको भ्लग चाहिँ यति नै ल बाई।